हेलो गाइज, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म धेरै दिनपछि तपाईँहरूको माझमा पोर्चुगलबाट फेरि अर्को भिडियो लिएर उपस्थित भएको छु। आज म फाइनली गाउँबाट पोर्चुगलको अल्बुफेरा भन्ने ठाउँ म सिटी एरियातिर आएको छु। फाइनली म होटेलमा ब्याक भएको छु। पानी परिरहेछ, भर्खर ड्युटीबाट म आएको। पानी परेर हिँड्दै गइरहेको छु म रुमतिर। यहाँ मेरो रुम 3 किलोमिटर छ काम गर्ने ठाउँबाट। म के अरे पोर्चुगलको बारेमा या युरोपको बारेमा भिडियोहरू बनाइरहेको हुन्थेँ, तपाईँहरूलाई थाहा छ। तर म गाउँतिर थिएँ होइन, त्यही भएर जस भिडियोहरू निरन्तर मेरो आइरहेको थिएन। अब म होपफुल्ली भिडियोहरू बनाउँदै गर्नेछु र तपाईँहरूको माझमा म यहाँको बारेमा र युरोपको बारेमा म जानकारीहरू मैले थाहा पाए अनुसारको तपाईँहरूलाई म दिने नै छु होइन। धेरै पछि आएको हुनाले तपाईँहरूले बिर्सिनु पनि भयो होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्दै गर्नु होला। एकदमै रमाइलो ठाउँ छ पोर्चुगलको अल्बुफेरा। फारोभित्र पर्छ, एकदमै अल्गार भन्ने ठाउँमा राम्रो छ। र आजको यस टपिकमा म तपाईँहरूलाई नर्मली पोर्चुगलमा जुन वर्किङ भिजाको बारेमा तपाईँहरूले सुन्नुभयो होला। पोर्चुगलले पनि फाइनली वर्किङ भिजा जुन खुलाएको छ, यो तपाईँहरूले पनि सुन्नुभयो होला। साँचो हो कि झुटो भन्ने खालको कुरा नि हुन्छ। धेरैजना मान्छेहरू भनौँ न त यो अब पोर्चुगलमा वर्किङ भिजा भनेपछि अब वात्तै आउने, यहाँ मरिहत्ते गर्ने कुराकानी पनि हुन्छ। र यही भनौँ न बेला अब नेपालमा अथवा जहाँ पनि एजेन्टहरूले भनौँ न ल पोर्चुगल त अब वर्किङमा जानु मिल्ने भयो यताउति होइन भनेर तपाईँहरूलाई फसाउन सक्छन्। अथवा कामै भए पनि धेरै पैसा चार्ज गर्न सक्छन्। त्यसो भएको हुनाले एकदमै जोगिएर मात्रै तपाईँहरू बुझेर प्रोसेस गर्नु होला। जे होस्, पोर्चुगलमा अब वर्किङ भिजा खुलेको हो, तपाईँहरूलाई भनौँ न जानकारी धेरै ठाउँबाट पाइसक्नु भएको छ। र यसको अप्रिलको 15 तारिकबाट यहाँ पनि अब वर्किङ भिजा लागु हुन्छ। त्यो सही नै हो, तर यहाँ वर्किङ भिजा भन्नाले अब त्यो भनौँ न त्यो मरिहत्ते गर्ने अथवा नबुझेर नै धेरै कमाइ नै हुन्छ अथवा ल पोर्चुगलमा यो त्यो सपना देश यताउति राम्रै हुन्छ भनेर त्यसरी अब आउनुपर्ने अवस्था पनि खासै छैन। किनभने यहाँ आएपछि धेरै गाह्रो छ, कमाइ पनि धेरै हुँदैन पोर्चुगलको बारेमा। अब कार्ड आउँछ र तपाईँहरूको डकुमेन्ट बन्छ, त्यो सही हो। डकुमेन्टको लागि नै मान्छेहरू आउने गर्छ। तर मरिहत्ते नगर्नु होला। राम्रोसँग बुझेर राम्रोसँग तपाईँहरूले यहाँको बारेमा थाहा पाएर सबै कुराहरू बनाएर मात्रै आउनु होला भन्न चाहन्छु। थाहा छ अब, किनभने पोर्चुगल भनेपछि मान्छेहरू नेपालमा त अब एजेन्टहरू अथवा मेन पावरहरू भनौँ न त यहाँको बारेमा धेरै कुराहरू बढाइ चढाइ गरेर पोर्चुगल हो, युरोप हो, डकुमेन्ट बन्छ, जाने बित्तिकै टिआरसी कार्ड बन्छ भनेर धेरै लालचमा पनि पार्छन्। त्यो कुराहरू हुन्छ, त्यही भएर बुझेर आउनु होला। तर पोर्चुगलमा जे होस् अहिले मान्छेहरूको सर्टेज भएको हुनाले जे होस् मान्छेहरू चाहिएको छ। भनौँ न तपाईँहरूको भिजा लाग्छ पनि। राम्रो एजेन्सी अथवा एजेन्ट पाउनुभयो भने त्यही भएर आउनु होला। तपाईँहरू पनि राम्रोसँग बुझेर मात्रै आउनु होला भन्न चाहन्छु, नआउनु भन्दिनँ। अब किनभने पोर्चुगल धेरैजनाको सपना देश पनि हो भनौँ न एक हिसाबले। किनभने हामी नेपाली जहाँ पनि विदेश जाने हो। त्यसो भएको हुनाले यहाँ अब लास्टमा डकुमेन्ट त बन्छ नि त। अब भोलिको दिनमा फ्यामिली हरेक कुराहरू सजिलो हुने हुनाले मान्छेहरू आउन यहाँ खोज्छन्। हामी पनि त्यही सोचेर आएको हो होइन। आउनुहोस् नआउनुहोस् भन्दिनँ म, तर राम्रोसँग बुझेर मात्रै भनौँ न। लगानी नडुबोस्, धेरै पैसा तपाईँहरू खर्च नहोस्। यहाँ कमाइ पनि धेरै छैन यहाँ। अब होइन म ठिकै छ, घर परिवार घर खर्च बनाउँछु, उ गर्छु, त्यो गर्छु। र डकुमेन्टको लागि हो भने राम्रै पनि छ। तर यस्तो हो, कमाइ हुँदैन भन्ने पनि होइन। राम्रो कमाइ गर्नेहरू पनि छन् यहाँ। महिना 2-3 लाख रुपियाँ 3-4 लाख खानेहरू पनि छन्। कमाइ छ या नभए होइन, तर सबैलाई हुँदैन। किनभने नर्मल्ली जसलाई अब यहाँको बारेमा कामहरू थाहा छैन, अब होटलको बारेमा अथवा कुनै सिपहरू केही छैन भने गाह्रो छ। त्यही नै हो गाइज। तपाईँहरूलाई मैले आजको यस भिडियोमा पोर्चुगलको वर्किङ भिजाको बारे जानकारी दिएँ होइन। तपाईँहरूलाई कस्तो लाग्यो? सुझाव सल्लाह प्रतिक्रिया दिँदै गर्नु होला। र फेरि पनि भन्छु, बुझेर मात्रै आउनु होला। जे होस्, जे तपाईँले सुन्नुभयो सत्य नै हो, भिजा खुलेको हो, तर बुझेर मात्रै आउनु होला। ओके गाइस, म फेरि पनि तपाईँहरूको माझमा यहाँको बारेमा भिडियोहरू लिएर आउने छु। त्यो बेलासम्मको लागि सरी डिस्टर्ब भयो, मेरो लोकेसन पनि चालु भएको हुनाले म तपाईँहरूको माझमा फेरि पनि भिडियोहरू लिएर आउने छु। माया गर्नु होला, लाइक एन्ड शेयर सब्सक्राइब गर्दै गर्नु होला। Until then, bye bye guys, see you.